तपाईहरु आउनुभयो दुःख पाउनुभयो होला अब यस्तै हो भन्छ ठोकठाक ठोकियो होला हैन यस्तै छ के गर्नु हजुर काम गर्नु होला अब तपाईहरुलाई बिदाई गराउँदै छौं त्यस क्रममा तपाईहरु अब राम्रोसँग जानु होला अब यस्तै हो अब चिन्जान भयो भेटघाट भयो हैन हामी त यसरी खानु पाउँछ त बसिराख्नु जस्तो त्यही भएर अनि धेरै दुःख दिनु मन लागेन हैन तपाईहरुले एकदम बुझिदिनु भयो त्यो भएको कारणले यहाँहरुलाई चाहिँ यसो बाटो खादैछु बाटो भोक लाग्ला तिखा लाग्ला के गर्नु हजुर अब हाम्रो एउटा ल्याइदिहाल्नु चिसो एउटा ल्याइहाल्नु त यहाँनिर बाँड्नु ल्याएको होला यत्तिकै हो अर्को भएको छ कि अब लाइदिनु ल अब हजुर पारा आउँदैन हैन पारा त कार पस्दै होला हजुर सिक्दै सिक्दै जानुपर्छ हजुर हजुर तल झर्ने सेवारो सेवारो एउटा मात्रै भयो ल्याउनु भएको छ नि ज्वाइँले अब पानी लिएर बस्नु भयो क्या तपाईँ त खोइ उ धेरै गर्नु हुँदैन थोरै थोरै सोल्टीहरू सबै पानी पुरै बुझ्दैन नगर्नु है सुन्ने गरी भन्नु